हेलो गाइज गुड मर्निङ। आज हामी पेनाङ सेन्टर हिँडेर जानेछौँ साथी हो। खासै टाढा छैन, 5 मिनट लाग्छ, त्यही भएर मर्निङको टाइम छ, मर्निङ वाक पनि हुन्छ भनेर हामी हिँडेर जान्छौँ। गाइज यो बिल्डिङको छेउमा छ पेनाङ सेन्टरको बिल्डिङ, रुखले छेलिएछ त्यही भएर देखिएन साथी हो। गाइज को आउनु भएको छ पेनाङ सेन्टर कमेन्ट गर्नु है त। नआउने साथीहरूलाई केही भ्यूहरू देखाउने कोसिस गर्नेछौँ, हेर्नु है त साथी हो। फाइनली गाइज हामी चाहिँ पेनाङ सेन्टर आइसक्यौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पेनाङ सेन्टरको वरिपरिको भ्यूहरू हो, हेर्न सक्नुहुन्छ कति राम्रो छ। साथी हो यो बिल्डिङ चाहिँ 10 तलाको बिल्डिङ छ, हेर्न सक्नुहुन्छ। यो पेनाङ सेन्टर लेखिरहेछ, 10 तलाको बिल्डिङ रहेछ साथी हो। यो चाहिँ बिल्डिङको वरिपरिको भ्यूहरू राम्रो छ साथी हो। यो पेनाङ सेन्टरमा चाहिँ ग्र्याबमा जाँदाखेरि डाइरेक्ट 3 तलामा पुर्याइदिन्छ। हामी पनि डाइरेक्ट 3 तलामा जान्छौँ साथी हो। हामी चाहिँ 3 तला पुगिसक्यौँ। यो चाहिँ हामी इन्ट्री गऱ्यौँ, खासै मान्छे पनि छैन त्यही भएर देखिएनन् मान्छेहरू, हेर्न सक्नुहुन्छ। यो चाहिँ 3 तलाको केही भ्यूहरू हो साथी हो, हेर्न सक्नुहुन्छ। साथी हो हामी चाहिँ पेनाङ सेन्टर चाहिँ केएफसी खान आएको थियौँ, खान आएको छौँ, अनि हामी चाहिँ अब केएफसीको पसलतिर जानेछौँ। हेर्न सक्नुहुन्छ केएफसीको पसल आइसक्यौँ। यहाँ माथि केएफसी लेखेछ, हेर्न सक्नुहुन्छ। साथी हो हामी चाहिँ केएफसीको पसलमा पस्यौँ। मान्छे खासै आएको रहेन रहेछ आज, बिहान बिहानै मान्छे आएको रहेन रहेछ, खाली नै छ, हेर्न सक्नुहुन्छ। हामी नै फर्स्ट आयौँ कि क्या हो जस्तो लाग्यो साथी हो। यो चाहिँ केएफसीको केही दृश्य हेर्न सक्नुहुन्छ। साथी हो हामीलाई चाहिँ बोसले केएफसीको कार्ड दिनुभएको थियो, त्यही केएफसीको कार्ड साटेर हामी केएफसी खान्छौँ। हेर्न सक्नुहुन्छ केएफसीको पोस्टरहरू। तपाईँहरूलाई के मनपर्छ त्यो अर्डर गर्न सक्नुहुन्छ, रेट पनि साथै लेखिरहेको हुन्छ। साथीले चाहिँ अलरेडी कार्ड दिएर अर्डर गरिसक्नु भएको छ। फाइनली गाइज हाम्रो केएफसी आइसक्यो, हेर्न सक्नुहुन्छ। केएफसीमा के आउँदो रहेछ हेर्न सक्नुहुन्छ। यो कोकमा चाहिँ आइस हालेको हुन्छ, अनि मासु, अनि आलुको चिप्स, भुके बिस्कुट। फाइनली गाइज हामी टेबलमा आइसक्यो हाम्रो केएफसी। कोकमा आइस हालेर दिँदो रहेछ, अनि मासु त तीनवटा टोकरीमा रहेछ साथी हो, हेर्न सक्नुहुन्छ। साथी हो पेनाङ सेन्टरमा आएर कसले केएफसी खानुभएको छ कमेन्ट गर्नु है त। भुके बिस्किट, अनि मासु, आलुको चिप्स, अनि कोकमा आइस हालेर दिएको छ साथी हो। साथी हो टाढा आएर केएफसी खानुको छुट्टै मजा हुने रहेछ, जे होस् रमाइलो लाग्यो। साथीले सुरु गरिसके, अब म पनि खान्छु। ल है साथी हो, म पनि अब सुरु गरेँ है त साथी हो। केएफसी खाएर चिसो खानुको छुट्टै मजा हुने रहेछ साथी हो, धेरै खुसी लाग्यो। हेर्नु है त चिसो खानलाई कस्तो छुट्टै मजा आउने रहेछ। ल है साथी हो हामीले चाहिँ खाइसकेर अगाइसक्यौँ है साथी हो। अब हामी खाइसक्यौँ, अगाइसक्यौँ। हेर्न सक्नुहुन्छ 2टा डब्बाको एउटा डब्बाको खायौँ, अनि एउटा डब्बा चाहिँ उब्रिएछ। यो चाहिँ रुम लगेर खाने,
ल है साथी हो अब हामी लाग्यौँ रुमतिर हेर्न सक्नुहुन्छ ल है साथी हो बाई बाई